नमस्कार सबैमा, म अनिल। बजेट भाषणपछि चाहिँ अबको सेयर मार्केट चाहिँ कस्तो चाहिँ पोइन्ट अफ भ्यूबाट चाहिँ एनालाइसिस चाहिँ गर्न चाहिँ सकिन्छ भन्ने सिनारियोमा जुन चाहिँ टपिकमा चाहिँ हामी एनालाइसिस चाहिँ गर्नेछौँ है त। सिम्पल छोटो कुरा, बजेट ओभरअल्ली जहिलेसुकै चाहिँ बजेट आउने भनेको चाहिँ ओभरअल्ली देशको चाहिँ अर्थतन्त्रलाई चाहिँ राम्रो सुदृढ बनाउने हिसाबमा चाहिँ आउने हो है। त्यसमा चाहिँ दुई मतको कुरा चाहिँ भएन। अब जसमा चाहिँ सेयर मार्केटसँग चाहिँ जोडिएका चाहिँ प्रत्यक्ष रूपमा चाहिँ जोडिएका र अप्रत्यक्ष रूपमा चाहिँ जोडिएका चाहिँ कुराहरू चाहिँ बजेटमा चाहिँ आउने चाहिँ गर्छन् है त। पहिलाका अर्थमन्त्रीहरूले पनि सेम कुरा नै हो, अहिलेको अर्थमन्त्रीहरूले पनि निकाल्ने भनेको चाहिँ सेम कुरा नै हो। तर चाहिँ अब अहिलेको चाहिँ सेयर मार्केटमा चाहिँ के कस्तो चाहिँ प्रभाव पार्ने कुराहरू आए भन्दाखेरिमा चाहिँ जुन चाहिँ क्यापिटल गेन ट्याक्स नै अन्तिम कुराहरू भयो, त्यस्तो कुराहरू भयो। अनि इन्ट्राडेका कुराहरू पनि आइराखेको चाहिँ छ, विगतमा पनि आइराखेको चाहिँ थियो, अहिले पनि आइराखेको चाहिँ छ है जुन चाहिँ। अनि त्यस्तै गरी चाहिँ विभिन्न कारणहरू, विभिन्न चाहिँ टपिकहरू छन्। जलविद्युतमा चाहिँ धेरै नै चाहिँ लगानी गर्ने भन्ने सिनारियो चाहिँ छ है त। ओभरअल्ली चाहिँ अर्थतन्त्रलाई टेवा पुग्ने नै हिसाबको चाहिँ बजेटमा चाहिँ आइराखेको चाहिँ छ है। अब क्यापिटल गेन ट्याक्सको कुरा चाहिँ नाफा आइसकेपछि बल्ल चाहिँ तिर्ने कुरा हो। अब नाफा आइसकेपछि चाहिँ त्यति पर्सेन्टेजमा चाहिँ तिर्नु भनेको अन्तर्राष्ट्रिय स्तरमा पनि सेम पोजिसन नै हो। अब योभन्दा पनि अझै माथिल्लो स्टेपका चाहिँ करको दायराहरू पनि छन् सेयर मार्केटमा विभिन्न देशहरूमा। अब योभन्दा कम करको दायराहरू पनि हुने चाहिँ कन्ट्रीहरू पनि छन् है त। त्यो कुराहरू चाहिँ छोडौँ है त। अब हामी चाहिँ स्ट्राटेजीमा चाहिँ कसरी चाहिँ जान चाहिँ सकिन्छ त भन्ने सिम्पल कुराहरू। मार्केट चाहिँ माथिल्लो सिनारीबाट हेर्ने भने चाहिँ यो एलएच भयो है, लोवर हाई भयो, अनि यो पनि लोवर हाई भयो, अनि सेम चाहिँ एउटा चाहिँ लोवर हाईमै गएर चाहिँ मार्केटमा चाहिँ एउटा चाहिँ केही सप्लाई चाहिँ आएको चाहिँ छ है। अब तल्लो सपोर्टको पोइन्ट भनेको हाम्रो यो एरियाको आसपासमा चाहिँ छ है, यो एरिया आसपासमा। यो भनेको अहिले तत्कालको लागि हाम्रो मेजर डिमान्डको एरिया चाहिँ हुन चाहिँ जाला है। अनि त्यस्तै गरी यो हायर लो भयो, अनि त्यस्तै गरी चाहिँ मार्केटले एउटा हायर लो फेरि पनि बनाएर चाहिँ जान चाहिँ सक्छ है, एउटा सिनारियो चाहिँ हुन चाहिँ सक्छ। तर अब मार्केटमा चाहिँ नेगेटिभ सिनारियो नै हुन लाग्यो भने कमसेकम पनि यो ठुलो क्यान्डलभन्दा बिलो नै क्लोजिङ दिन्छ भने 2750 भन्दा तल बिलो क्लोजिङ दिन्छ भने हामी 50-50मा चाहिँ जान चाहिँ सक्छौँ है। 50 सेलिङ गरेर बस्ने है त। अब 50 चाहिँ इभन चाहिँ राख्न चाहिँ सकिन्छ। 50 कहिले बेच्ने त भन्दा फेरि पनि 50 कहिले बेच्ने भन्दाखेरिमा चाहिँ मार्केट सधैँभरि चाहिँ ऱ्यापिडली रूपमा चाहिँ झर्दैन। जब चाहिँ मार्केटले चाहिँ रिटेस्ट चाहिँ खान जान्छ है त। त्यो रिटेस्ट चाहिँ कहिले खान जान्छ त भन्दाखेरि इभन मार्केट फर्किनु नै छैन भने पनि फेरि यो टाइम फ्रेममा आएर वा यो टाइम फ्रेममा आएर जुनसुकै टाइम फ्रेममा आए पनि मार्केटले चाहिँ हायर हाई बनाउन चाहिँ सक्दैन। फेरि पनि मार्केटले चाहिँ एउटा चाहिँ लोवर लो बनाउँछ है। त्यो सिनारियोमा चाहिँ हामी जान चाहिँ सकिन्छ। मैले सिम्पल उदाहरण कसरी दिन चाहिँ सक्छु भनेर भन्दाखेरिमा चाहिँ मार्केट घट्यो, घटेर यही एरियामा आयो है, फेरि जाने सिनारियोमा चाहिँ योभन्दा माथितिरै नगइकन फेरि पनि लोवर हाई बनाउन खोज्छ भने फेरि हाम्रो यो एरियामा चाहिँ अरू चाहिँ 50% चाहिँ एक्जिट चाहिँ हुन चाहिँ सकियो है। मार्केटको डाउ थ्योरी अनुसार भन्न चाहिँ खोजेको मैले। कस्तो त भन्दा मार्केटले सिम्पल कुरा हायर हाई बनाएको छ भने चाहिँ थप्दै जाने हो है। मार्केटले चाहिँ लोवर लो बनाएको छ भने चाहिँ मार्केटमा चाहिँ एक्जिट हुँदै जाने हो है त। सिम्पल कुरा त्यही नै हो। अनि अर्को कुरा के भयो त भन्दाखेरिमा चाहिँ अब मन्डे कस्तो रियाक्ट गर्छ। अनि त्यस्तै गरी अब मेरो भ्यूबाट हेर्ने हो भने चाहिँ बजेट राम्रो नै आएको, ब्याज दरहरू सबै चाहिँ सिम्पल नै छन्। त्यसकारणले गर्दा मार्केटमा त्यति धेरै डराउनु पर्ने अवस्था चाहिँ छैन। तर प्राइजले जे देखायो त्यो कुरा चाहिँ हामीले चाहिँ फलो चाहिँ गर्नु चाहिँ पर्यो है। प्राइजले भोलि यो ठुलो क्यान्डल बिलो चाहिँ जान्छ, क्लोजिङ जान्छ भने अब अलिकति आफ्नो चाहिँ रिस्क र रिवार्ड चाहिँ हेर्न चाहिँ सक्नु पर्यो है त। रिस्क र रिवार्ड हेर्न चाहिँ सक्नु पर्यो। अनि फर्दर इन्ट्रीको लागि अब मार्केटमा चाहिँ तल्लै पोइन्टमा आयो भने चाहिँ त्यो रेन्जमा चाहिँ सोचौँला, होइन भने चाहिँ एउटा क्यान्डल रेड बन्यो अनि त्यसपछि फेरि अर्को दिन चाहिँ बढेर गयो र 2800 भन्दा माथितिर नै सस्टेन हुन खोज्यो भने चाहिँ फेरि रिइन्ट्रीको लागि चाहिँ सोच्न चाहिँ सकियो है त। सिम्पल कुरा नै हो, त्यही नै हो है त। हस् त, आजलाई यति नै, धन्यवाद।